जानुहुन्न, उहाँ चाहिँ राष्ट्रभक्त हो। ज्ञानेन्द्र साई भनेको चाहिँ नि देशभक्त हो। देशभक्त मान्छे हतपत कहीँ पनि जानुहुन्न। ब्रेकिङ न्युजहरू आइरहेको छ। त्यो त आउँछन्, उनीहरूले चाहिँ नि अब चाहिँ नि यो धेरै पत्रकार भाइहरूले मिलाएर फोटो राखिरहेको छ। उहाँ देशभक्त ज्ञानेन्द्र साई हो, उहाँ देशभक्त हो। दायाँ बायाँ कहीँ पनि जानुहुन्न। राप्रपामा उहाँ चाहिँ उठ्नुहुन्छ। भोलि चाहिँ उहाँले जित्न पनि हुन्छ। चुनावबाट 100-100मा जित्नुहुन्छ भन्न चाहन्छु। अनि राजाले एउटा भिडियो सन्देश गर्नुभएको त्यसमा भन्नुभयो कि राजाले हिजो देशै नरहने चिन्ता थियो। हो राजाले भन्नु, श्रीमान सरकारले भन्नुभएको थियो अब पहिला चाहिँ नि देशै नरहला भइरहेछ भन्नुभएको छ। उहाँले भन्नुभएको कुरो सही हो। भोलि देश पनि नरहन सक्छ। नेताहरू पनि धेरै भए। हेर्नुहोस्, नेपालको मात्रै नेता भएनन्, बाहिरको पनि नेता भए। इन्डियाको आउने भए, नेपालमा नेता बन्ने भए। उनीहरूलाई के माया हुन्छ? माया हुँदैन। यो नेपालकै दाजुभाइ चाहिँ नेता भयो भने देश बन्ला। अब चाहिँ हेर्दै आउँदाखेरि इन्डियाको मान्छे त उहाँ चाहिँ मन्त्री भइसके। अनि कहाँ देश बन्छ बाबु? त्यही भएर नेपालको चाहिँ नि इज्जत राख्ने हो भने राजा ल्याउनु पर्यो भन्न चाहन्छु। अनि यो फागुन 21 गते हुने भनेको चुनाव होला त? चुनाव त हुन्छ बाबु, चुनाव त नहुने होइन, चुनाव त नि हुन्छ। तर चुनाव भयो भने सबैजनाले चाहिँ जसले देशलाई चाहिँ माया गर्छ त्यही मान्छेलाई भोट हाल्नु होला भन्न चाहन्छु। जित्न त अब चाहिँ जितिहाल्छ नि, हल्लोले जित्छ नि। बालेन शाहलाई समर्थन गर्नुहुन्छ कि तपाईँ? बालेन शाहलाई म समर्थन गर्थेँ, तर चाहिँ हिन्दू राष्ट्र कायम गरौँ, राज संस्थाको बारेमा बोल्नुभयो भने मात्रै सपोर्ट गर्छु म त।